सो गाइजहरू आज चाहिँ म चाहिँ होइन टक्क आज यो चाहिँ नेवारहरूको लास्ट पर्व रहेछ। त्यही भएर आज म पनि भक्तपुर घुम्न गएको थिएँ। टक्क पान्तालतिर पुगेँ होइन। मजाले हेऱ्यो सबैतिर, अब एकदम रमाइलो भइरहेछ। पान्ताले मन्दिरतिर पनि यसो घुम्यो, मन्दिरको फोटोसोटो पनि खिच्यो, मजा आयो। अनि एकदमै बबाल थियो मान्छेहरू पनि। यसो हेर्दाखेरि पान्ताले बनेको टुप्पा होइन, एकदम माथि माथि होइन। अनि मान्छे त्यत्तिकै किन मान्छे यति धेरै छ भने त त्यहाँनिर चाहिँ एउटा रथ छ। रथ चाहिँ उता कतै कुनामा लुकाएर बसिरहेछ। भाइ र म गएको थियौँ। हामी चाहिँ किन यति धेरै मान्छे भन्दै यताउति गयौँ। भरे लास्टमा त्यहाँ रथ लुकाएर, रथ कुदाउने रथ के त्यहाँ लुकाएर बसेको रहेछ। लास्टमा हेर्दा रथ देख्यो। अनि त्यसपछि हामी त ओहो आज त भक्तपुरमा चाहिँ अब नेवारहरूको आज लास्ट जात्रा रहेछ भन्ने कुरो थाहा पायौँ। त्यसपछि हामी चाहिँ ओहो रथको पनि एक दुईवटा भिडियो निकाल्यो हुन्न त भनेर चाहिँ भिडियो मैले खिच्न थालेँ। अनि भिडियो खिच्दा चाहिँ एकदम राम्रो निस्क्यो होइन। र अनि मान्छेहरू पनि धेरै थियो। अनि त्यो रथ चाहिँ एकदम कुनामा थियो। बिस्तारै बिस्तारै त्यो रथहरू यता बाहिर, रथ बाहिर निकाल्नु खोज्दै थियो। मैले पनि यताउति भिडियोहरू खिचिराखेँ। खिच्दा अनि चाहिँ नि अब यता घुमाउँदै त घुम्दै त होइन। अब मान्छे धेरै यताउति गर्दा त्यो रथ चाहिँ खतरा हुने रहेछ। फेरि त्यहाँ हेर्नु न, त्यो रथमाथि बसेको मान्छेहरू कस्तो आनन्दले बसिरहेछ होइन। अनि अब भिडियो बनाउने अब त्यो गर्दा कति छन् मान्छे माथिबाट ड्रोनले पनि खिचिरहेको। त्यसपछि मैले भने बबाल तरिकाले चाहिँ नि भिडियोहरू खिच्दै होइन। जुन त्यो अब उदेखि त्यो चाहिँ सानो गल्ली छ। त्यो सानो गल्लीदेखि यता छिराउने रहेछ त्यो रथ चाहिँ। अनि यसो हेरेको त्यो रथ पनि अग्लो नग्लो मान्छेहरू चाहिँ पुरै तन्नेछ। सबले भिडियोहरू गरिरहेछ। अनि मलाई लाग्यो होइन अब हो यता ल्याएपछि त्यो रथले अब कुदाउँदै ल्याउँदा थिचेर मार्छ कि भनेर पुरै डर पनि लागिरहेको थियो क्या। र त्यो रथ त्यसै गरी हल्लाइरहेको छ हेर्नुहोस्, हेर्दै डरलाग्दो तरिकाले क्या। त्यही पनि अब राईको छोरो हो, किन डराउनु भनेर अनि त्यहीँ मैले पनि भिडियो खिचिराखेँ। खिच्दा त्यो चाहिँ होइन घरि अगाडि ल्याउँछ। अनि चाहिँ नि अब ल्याउनु खोज्छ, अनि त्यहाँ फेरि ल्याउँदैन, ल्याउँदैन। मलाई त तनाव लागिसक्यो त्यो रथ नल्याउने रहेछ त, बेकारमा टाइम पास मात्रै रहेछ भने जस्तो पनि लाग्यो एकचोटि त। तर फेरि मैले जुम गरी खिच्न थालेँ। त्यो भिडियोमा बसेको मान्छेहरूले पुरा हात, के अरे त्यो रथमा बसेको मान्छेहरूले चाहिँ पुरा हात हल्लाइरहेको थियो। अनि एकजना रहेछ त्यो खतरा खालको मान्छे, ऊ अगाडि लैजाउँ भन्छ त्यसले चाहिँ। अनि मैले सोचेँ यसले कसरी ल्याउँछ त त्यो रथ अगाडि भनेर। सानो गल्ली थियो। अनि फेरि उनीहरूले चाहिँ अब उनीहरूको जात्रा हो, नेवारहरूको जात्रा हो, किनभने उनीहरूलाई थाहा छ नि त, हामीलाई त के थाहा। अब उनीहरूले फेरि अब सधैँ अब वर्षैपछि चाहिँ यो जात्राहरू गरिरहेको हुन्छ, त्यही भएर थाहा पनि भएको होला। र अनि त्यसै गरी उनीहरूले चाहिँ अगाडि बढाऊ भन्छ। मैले अन्त फेरि जुम गरी खिच्दैछु, मान्छेहरू भाग्न थाल्यो। गरेर मान्छे भाग्न थाल्यो, ओ मार्छ के हो भनेर म पनि भाग्न थालेँ। भिडियो खिच्नलाई पनि गाह्रो भयो त्यतिखेर चाहिँ। भाइ र म पनि अनि भाग्यौँ। पर गएर खिच्दा त अलिकति अगाडि ल्याइसकेको रहेछ। अनि त्यसपछि हामी दाजुभाइ चाहिँ होस् अब नखिचौँ भिड रहेछ भनेर त्यसपछि मास्तिरको मन्दिरमा गयौँ। मन्दिरमा गएर राम्रो दृश्यहरू मान्छेहरू सबै भिडियो बनाउँदै गरेको, टिकटकहरू बनाउँदै गरेको। त्यसपछि मैले पनि हल्का टिकटक बनाएँ। यसरी हेर्नुहोस्, यो चाहिँ एकदम राम्रो ठाउँ रहेछ भक्तपुरमा। त्यसपछि यताउति घुम्दै 55 जाने दरबारतिर यताउति घुमघाम मजाले गरियो। आजलाई यति भन्दै बिदा।